योगा किन आवश्यक छ, योगा तालिम प्राप्त व्यक्तिबाट सिकेर गर्दा यसको फाइदा कति हुन्छ भन्ने कुराहरू पनि आजको बसाइबाट सिक्नेछौँ भन्ने कुरा पनि म पूर्ण विश्वास गर्न चाहन्छु। त्यसै गरी आजको औपचारिक कार्यक्रम एकदमै छोटो हुने भएकाले म ढिला नगरिकन कार्यक्रमलाई अगाडि बढाउने अनुमति चाहन्छु। म कार्यक्रमको क्रममा आसन ग्रहणको कार्यक्रमलाई जोड्न चाहन्छु। आसन ग्रहणको क्रममा आजको कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुनको लागि यस योगा समितिको अध्यक्ष, हिजो हामीले नयाँ समिति बनाएको छौँ, उहाँ अध्यक्ष गीता घिमिरेज्यूलाई सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। पुरानोलाई भनेर आज म कार्यक्रमको क्रममा आसन ग्रहणको कार्यक्रमलाई जोड्न चाहन्छु। आसन ग्रहणको क्रममा आजको यस कार्यक्रमको सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुन तारा कप्रौलाज्यूलाई हार्दिक अनुरोध गर्दछु। क्रममा प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन पातञ्जल समिति नेपाल राष्ट्रिय अध्यक्ष बालमुकुन्द सुवालज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनु हुन पातञ्जल नेपालको केन्द्रीय अध्यक्ष यादव गजुरेलज्यूलाई पनि सदस्यज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसै गरी अतिथिकै आसन ग्रहणको क्रममा पातञ्जल समिति नेपाल मकवानपुरका जिल्ला अध्यक्ष लक्ष्मी कडेलज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी हाम्रा अर्का अतिथि उपाध्यक्ष मनिषा लामाज्यूलाई पनि आफ्नो अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी जिल्ला सचिव एके बहादुर आचार्यज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रा अर्का अतिथि कोषाध्यक्ष उर्मिला अधिकारीज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। जिल्ला सदस्य लक्ष्मी लामाज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी समाजसेवी हाम्रो शिवप्रसाद देउपानेज्यूलाई पनि आफ्नो आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कार्यक्रमलाई ढिला नगरिकन कार्यक्रमलाई अझै अगाडि बढाउन चाहन्छु। कार्यक्रमको क्रममा शुभकामना मन्तव्य दिने क्रममा हाम्रो यस योगा समितिका सल्लाहकार लक्ष्मी सापकोटाज्यूलाई आफ्नो केही भनाइहरू राखिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण नमस्कार। यस पातञ्जल योग समूह समिति नेपालले जब यहाँ हाम्रो कार्यक्रम सञ्चालन गर्नको लागि मैले एकमुष्ट भने उहाँहरूको एक गरी सम्बोधन गरौँ भने त उहाँहरूको परिचय एकदम व्यापक छ, त्यो मैले सानो शब्दमा गर्न सक्दिनँ। त्योभन्दा पछिको कुरा सम्पूर्णमा एकमुष्टसँग नमस्कार गर्दै यो योग साधनाको बारेमा धेरै कुरा बताउन त यो मैले बताएर पनि सक्दिनँ। सरहरूले कति आफ्नो जीवनकालमा कति योगदान र योगा नै गर्नुभएको छ, शब्दमा बयान गर्नुभन्दा पनि यसको साथ जसरी आज हामी साथीहरू आज आउँदाखेरि यति रमाइलो राम्रो पनि भयो, रमाइलो पनि भयो र यो चिजहरू चाहिँ नफुटोस्, अझ बढोस् भन्ने हाम्रो कामना गर्छौँ। र अझ व्यापक रूपमा चाहिँ हामीले अन्त पनि शाखा खोलौँ, केही फरक छैन, अन्त नै खोलौँ। अझ ओडाले त के गर्दैछ भने सबै यो ओडाहरूको हरेक टोलहरूमा यस वर्षदेखि चाहिँ हरेक टोलमा एउटा योगा दिने कुरा भएको छ भनेर हिजो सुनेको थियो। त्यसको लागि बजेट पनि लगभग छुट्याइसकेको अवस्था छ अरे। र हामी हरेक योगामा आज यो एक हप्ता यसमा गरौँ, अर्को हप्ता अर्कोमा जाउँ, अर्को हप्ता अर्कोमा जाउँ गरेर पनि हाम्रो योगाहरू अगाडि बढाउन सकिन्छ र व्यापक बनाउन सकिन्छ। गुरुहरूलाई पनि आउँदाखेरि हामीले खोलेको योगा आज व्यापक रूप पायो, यसले स्वास्थ्यको लागि कति फाइदा छ भन्ने कुरो त यो भनेर साध्यै छैन। त्यसकारण सबैले बुझ्नु भएको छैन, नबुझ्नु भएको कसैले पनि छैन। र के आफ्नो समस्या तारा बहिनीले भन्नुभयो मेरो समस्याले गर्दा नआएको हुँदाहुँदै सबै साथीहरू बिस्तारै क्रमिक रूपले घट्नुभयो। यो यसमा हाम्रो केही पनि त्यो नगरौँ भन्ने त होइन भनेर हिजो भनिसक्नु भएको छ। उहाँहरू किन गर्नुभयो, उहाँहरूलाई पनि आफ्नै कोहीलाई बच्चा पठाउनुपर्छ, कसैलाई श्रीमानहरूको अफिसको लागि तयार गर्नु पर्ला, कसैलाई के होला, त्यो जेसुकै भए पनि अब 4 बजे उठेर आफ्नो श्रीमानहरू पनि अफिस नजाँदैन।
4 बजेदेखि 5 बजेसम्मको समय हामी सबै समय श्रीमानलाई दिएका छौँ, छोरछोरीलाई दिएका छौँ, आफ्ना व्यवहारहरूलाई दिएका छौँ। यो 1 घन्टाको समय उहाँहरूले भनेर पनि अलिकति झलक्क भएको हो। आफ्नो लागि दिनुहोस् भन्नुभएको थियो गुरुहरूले, प्लिज आफ्नो लागि दिनुहोस् 1 घन्टाको समय भनेर भन्नुभएको थियो। 1 घन्टा हामी आफ्नो समय हाम्रो यो योगमा हाम्रो शरीर तन्दुरुस्त स्फूर्त राख्नको लागि हामी सबै साथीहरूले दिउँ। यसमा सबैको कल्याण हुन्छ भन्दै म यही आजको मेरो सानो एउटा 2 शब्द र मैले केही कुराहरू राख्नुपर्ने स्थिति देखेको छु। पतञ्जलि आइरहेको थियो, पतञ्जलि हुँदाहुँदै पातञ्जल किन भन्ने प्रश्नहरू उठिरहेको छ। तपाईँहरूले पनि कति कुराहरू छन्, पतञ्जलि नै हाम्रो ठिक छ नि, पातञ्जल किन भन्ने कुराहरू आएको छ। त्यसमा तपाईँहरूले बुझ्नुपर्ने र हामीले बुझाउनु पर्ने कुरा, पतञ्जलि हाम्रो ऋषि हुन्। त्यही ऋषिको नामबाट पतञ्जलि योगपीठ भारतबाट सञ्चालन भयो। पातञ्जल चाहिँ पतञ्जलि ऋषिको योग दर्शनको नाम हो पातञ्जल। जसरी वाल्मीकि रामायण अथवा तुलसीदास रामायण, विष्णु भक्ति गीता यी आदि भनेको जस्तै दर्शनको आधारमा पातञ्जल दर्शन चाहिँ नि पतञ्जलिकै पातञ्जल दर्शनबाट हामी अगाडि बढेका छौँ। यो बढ्नुको कारण किन भन्दा गुरु संसारमा सबै गुरु हुन्छ हैन, तर पनि के हो भनेदेखि हामी नेपालबाटै चाहिँ नि हाम्रो राष्ट्रिय निर्देशन ऐन 2018 सङ्घ संस्था दर्ता ऐन 2034 को आधारमा 7 वर्ष अगाडि हामीले भक्तपुरमा चाहिँ यसलाई स्वीकृत लियौँ। राष्ट्रियता, यसको 4वटा उद्देश्य छ। एउटा त राष्ट्रियता, अहिले यहाँ राष्ट्रिय गान गायौँ, नेपाल आमा कि जय भन्यौँ। हामी नेपालको धरतीमा जन्मे हुनाले हामी पहिला नेपाली हो। त्यसो भए हाम्रो राष्ट्रियताको गौरव गर्नुपर्छ। राष्ट्रियता, स्वाधीनता, पारदर्शिता र स्वतन्त्रता यो हाम्रो मूल लक्ष्य छ। यो हामीले लिएका छौँ। हामी वन्दे मातरम भन्दैनौँ, नेपाल आमा कि जय भन्छौँ। त्यसो भए हुनाले योग गुरुहरू विभिन्न बौद्धिक विद्वानहरूले चाहिँ पतञ्जलिलाई होइन पातञ्जलको दर्शनबाट हामी अगाडि बढौँ भन्ने सरसल्लाह सुझावका आधारमा नेपालीका छोराहरूले नेपालकै गुरुहरूले चाहिँ यसलाई संस्थापन गरेको कारणले पतञ्जलिसँग हाम्रो विरोध केही छैन। पतञ्जलि ऋषि हाम्रै हुन्, तर हामी पतञ्जलि ऋषिको चाहिँ दर्शनबाट चाहिँ अगाडि बढेका छौँ। हाम्रो नेपालमै चाहिँ यसको खर्च हुन्छ। मैले यहाँ धेरै बोलिरहनु पर्ला जस्तो लागेन। अघि पनि यहाँ धेरै कुराहरू आइसक्यो। यहाँ आदरणीय व्यक्तित्वहरू हुनुहुन्छ। हामी अघि नै पनि लक्ष्मी सापकोटाजीले भनिसक्नुभयो योगा के को लागि गर्ने, योगाको महत्त्व भन्ने कुरा हामी सबैजना सर्वविदितै छौँ। तैपनि यहाँ पहिलाको यो हाम्रो जुन सुरुवात गर्दा आज 1 वर्षको एउटा वार्षिक उत्सव एउटा कार्यक्रम पनि हो। आज हामीले 1 वर्ष बिताएका छौँ। 1 वर्षमा हाम्रो गतिविधिहरू के भए, हामीमा के परिवर्तन भए, विभिन्न समस्याहरू अघि पनि भनिसक्नुभयो। हामीले केही घटबड हुन्छ, हामी सधैँ दिन चाहिँ योगा गर्न हामी सबैजना भ्याउँदैन। विभिन्न कसैको अब यहाँ बिहान चाहिँ बच्चाहरूलाई बोर्डिङ पठाउनु पर्ने छिटो हुन्छ, त्यस कारणले भ्याइँदैन। कसैको जागिरको लागि खाना तयार गर्नुपर्ने हुन्छ। विभिन्न आफ्नो स्वास्थ्यको कारणले पनि हामीले सधैँ भ्याइँदैन, तर भ्याएको बेलामा चाहिँ हामीले निरन्तर दिनुपर्छ। यो अरूको लागि होइन, आफ्नो लागि हो। योगा भने कुनै धनी, कुनै गरिब, कुनै जात, कुनै लिङ्ग, कुनै उमेरले हामीलाई यसलाई छेड्दैन। आदरणीय यहाँ आमाहरू करिब 70-75 वर्षको आदरणीय आमाहरू पनि आउनु भएको छ। तपाईँहरू आफ्नो सक्ने गर्ने हो, आफूले सक्ने। यहाँ योगाको विभिन्न तरिकाहरू छन्, विभिन्न छ। त्यसमा हामी सबै गर्नुपर्छ भने आफूले सक्ने गर्ने आदरणीय गुरुजीले पनि हामीलाई भनिसक्नु भएको छ। आज हाम्रो यो 1 वर्ष पुगिरहँदाखेरि उहाँ भक्तपुरबाट यो तपाईँ हाम्रै लागि भनेर आदरणीय गुरु केन्द्रीय राष्ट्रिय अध्यक्ष आदरणीय बालमुकेश सुब्बालाई हामीले एकचोटि हामी सबैले पूर्ण तालीले स्वागत गरौँ। उहाँले हाम्रो लागि भनेर यो बिना निस्वार्थ उहाँलाई यहाँ केही आउँदैन। उहाँ आफै चाहिँ यहाँ हेटौँडाबाट त काठमाडौँबाट त आउनुभयो, हेटौँडाबाट पनि उहाँ आफ्नै अटोमा आएर हाम्रो लागि भन्ने आउनु भएको छ। त्यस कारणले उहाँलाई म मुरी धन्यवाद दिन्छु। अब यो योगालाई चाहिँ हामी 11 नम्बर वडाभरि नै अब हामीले बिस्तारै सञ्चालन गर्नुपर्छ। किन हामीले सुरुवात गरेको छौँ सिमलटार साधना केन्द्रबाट। हामीले सुरुवात गर्दाखेरि अहिले यो गणेशस्थान शान्ति चोक भयो, अब अन्य यो बागेश्वरी पनि कुरा भइरहेछ। त्यस कारणले हामीले आफ्नो लागि हो, अरूको लागि होइन। र मैले यहाँ धेरै बोलिरहनु परेन। तपाईँहरूको यहाँ केही म्याटको पनि समस्या देखियो र वडासँग केही बजेटहरू माग्न पनि लेटर प्याड। अब चाहिँ तपाईँहरूको भर्खर हिजो मात्रै यो पहिले समिति बन्नुपर्छ, हिजो मात्रै समिति बन्ने भनेछ। यो समितिबाट लेटर प्याड बनाएर चाहिँ वडासँग चाहिँ केही बजेटहरू माग्नको लागि पनि
अनुरोध गर्छु र मैले भन्नुपर्ने वडा अध्यक्ष सदस्यहरूलाई मैले सहयोग गर्नुपर्ने म सहयोग गर्नेछु। एक राउन्ड फेरि हामी योग अभ्यास कतिसम्म गर्छौँ आज? औपचारिक कार्यक्रम कति बजी? 5:30 बजेसम्म। भने 5:30 फर्किए ओमको नमन गर्न चाहन्छु, स्वीकार्नुहोस्। ओम। कति बजी जाने भन्यो हामी? जाने कति बजी भन्यो? अब हामी कति मिनट बस्छौँ? तपाईँले जति मिनट भन्यो त्यति मिनट अहिले जाउँ भने अहिले जाउँ। 6:30 बजे 6:30 भने 6:30 त 20 नै बाँकी छ है। ल बढीमा म धेरै बोल्दिनँ। गुरुले पतञ्जलि के हो पातञ्जलि के हो भनेर स्पष्ट रूपमा भन्नु। पतञ्जलि योग समिति नेपाल वास्तवमा होइन, पतञ्जलि योगपीठ नेपाल भनेर कम्पनी ऐन अनुसार नाफा नकमाउने हिसाबमा इन्डियाको 4 जना व्यक्ति, बाबा रामदेव, आचार्य बालकृष्ण लगायत 2 जनाको र नेपालको शालिग्राम सिंह ट्रस्टको 5 जनाको कमिटी भनेको पतञ्जलि योगपीठ ट्रस्ट हो। पतञ्जलि ऋषि नेपालकै हुनुहुन्छ, अर्घाखाँचीको हुनुहुन्छ। उहाँको नामबाट गठन भएको पतञ्जलि योगपीठको अहिले अलिकति बदनाम भइरहेको छ। जग्गा व्यापारी गर्यो, भ्रष्टाचार गर्यो भनेर तत्कालीन प्रधानमन्त्री सामान्य माधव नेपालजीलाई अब जेलसम्म चाहिँ लाने योजना छ र 58 करोडको चाहिँ विगोसहित चाहिँ मुद्दा सुरु गरेको छ। अप्ठ्यारो यसरी गर्दा नाम चाहिँ कसको गयो? पतञ्जलि ऋषिको भयो। बदनाम चाहिँ कसको भयो? पतञ्जलि ऋषिको भयो। त्यो गल्ती गरे हो होइन, हाम्रो चासोको विषय वस्तु होइन। कुनै एउटा घर जलेर हामी खुसी भएर बस्न सकिँदैन। यौगिक संस्था एउटा त्यस्तो किसिमको अप्ठ्यारो अवस्थामा मरिजाओस् भनेर हामी भन्न सक्दैन। त्यसकारण हामी सबैलाई त्यही दृष्टिले, सम्यक दृष्टिले हामी हेर्छौँ। मात्र यहाँनिर कुरा के हो भने व्यक्तिको नाममा राख्दाखेरि त्यो संस्थाले नराम्रो काम गर्दा त्यो व्यक्ति ऋषि पतञ्जलिको पनि बदनाम भएको चाहिँ अपराध गरेको जस्तो हुन जान्छ। तर हामीले व्यक्तिको नाममा राखेनौँ, कृतिको नाममा राख्यौँ। पतञ्जलि ऋषिले प्रतिपादन गर्नुभएको पातञ्जलि योग दर्शनको नामबाट पातञ्जलि योग समिति नेपाल राख्यौँ। हामीले गौरव लाग्छ। दर्शन अझ अमर रहन्छ, नाम चाहिँ क्षणिक समय मात्र हुन्छ। त्यसकारण हामीले गौरव लाग्छ पातञ्जलि योग समिति नेपाल अन्तर्गत रहेर हामी चाहिँ एउटा योग गर्न पाएका छौँ। गौरव लाग्छ। ताली बजाइदिनुहोस्। यति भइसकेपछि लक्ष्मी बहिनी कहाँ जानु पर्यो? लक्ष्मी बहिनी उहाँ यस्तो एउटा व्यक्ति, एउटा नारी रह्यो। कम्तीमा पनि म नारी हुँ, मैले के गर्नुपर्छ, म महिला हुँ, म के गर्नुपर्छ भने एउटा सामाजिक क्षेत्रमा, मानवीय क्षेत्रमा उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो। मानव सेवा आश्रम जस्तो पवित्र संस्थामा लाग्नुभयो र व्यवहारिक सडक मानवहरूलाई चाहिँ नाना छाना खाना दिनुभयो र धेरै त्यस्तो असहाय व्यक्तिहरूलाई एउटा सहयोग स्थल बन्ने काम भयो। त रामजी अधिकारीको नाम सुन्नुभयो। उहाँको नेतृत्वमा अहिले 22वटा ठाउँमा यो मानव सेवा आश्रम छ। त्यसको यो जुन मकवानपुरमा यो जुन लक्ष्मी लगायत अन्यले चाहिँ साथ सहयोग दिएर यो सेवा भइरहेको छ। मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो। मानवताको सेवा जस्तो ठुलो काम अरू के हुनै सक्दैन। त्यसमाथि पनि अप्ठ्यारोमा परेका मानवहरूको लागि व्यवहारिक रूपमा सडकमा उसको न छाना छ, न नाना छ, न खाना छ।
यो तीनवटा चिजलाई नभई नहुने चिजलाई त्यसबाट वञ्चित भएका मानवहरूको लागि सेवा गर्न जस्तो ठुलो अरू के पनि हुन सक्दैन। त्यसकारण त्यस्ता काम गर्नुपर्छ। अब यादव गजुरेट सरको बारेमा एउटा नेपाल सरकारको शिक्षा इकाइको एउटा प्रमुख भएर धेरै जिल्लामा उहाँले काम गरेर सम्पूर्ण जीवन नै चाहिँ नेपाल सरकारलाई शिक्षालाई चाहिँ जोगाउनको लागि दिनुभयो र अहिले रिटायर हुनुभएपछि योको माध्यमबाट यो शिक्षा जनजनलाई दिन लागि गर्नुभएको छ। त्यस्ता व्यक्तिहरू पाउन कठिन हुन्छ, गाह्रो हुन्छ, तर हामीले पाएका छौँ। त्यसरी नै अहिले हाम्रो यज्ञ सर सचिव उहाँ 11 नम्बर वडाको 22वटा यो समन्वय समितिको संयोजक हुनुहुन्छ। उहाँले 11 नम्बर वडालाई चाहिँ एउटा सामाजिक रूपमा, एउटा भौतिक रूपमा, आर्थिक रूपमा मात्र नभइकन एउटा यौगिक रूपबाट पनि अगाडि लानको लागि उहाँले महत्त्वपूर्ण भूमिका खेल्नुभयो। उहाँले भन्नुभयो अब 11 नम्बर वडाको 22वटा 23वटा छ, 23वटा यो समन्वय समिति, टोल विकास समितिलाई अगाडि लानको लागि योगको एउटा माध्यम हुन सक्छ। योगको माध्यमबाट सबै कुराहरू बजेटदेखि लिएर सबै छुट्याएर अब योग वडा कायम गर्नको लागि प्रयास गरिरहेको छ। म योग जिल्ला, नेपालको योग जिल्ला घोषणा गरेको व्यक्तिमध्ये महत्त्वपूर्ण व्यक्ति म पनि हो। भक्तपुरलाई योग जिल्ला घोषणा नेपाल सरकारकै प्रतिनिधिबाट हामीले चाहिँ गर्यौँ। अब यो मकवानपुरबाट जिल्लालाई घोषणा गर्न अलिकति गाह्रो होला। सबभन्दा पहिले वडा 11 नम्बर